ल हेर्नु साथी यो एउटा गाडीको यो अगाडिको कभर बिग्रेको छ अनि एउटा सामान्य मान्छे आएर बनाउँछु भन्छ अनि त्यसलाई ती विश्वास लागिरहेको हुँदैन। यसले कसरी बनाउँछ भनेर भनिरहेको हुन्छ, तर ऊ भन्छ म बनाउँछु, मेरो कामै यही हो, मैले गर्दै आइरहेको छु भन्छ। अनि यो भिडियोमा हेर्दै जानु होला, सामान्य उपकरण हुन्छ यो मान्छेसँग, होइन? तर हेर्दा हेर्दै 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 त्यत्रो चाहिँ नि ड्यामेज भएको त्यो गाडीको त्यो प्लास्टिक त्यसले सामान्य ढङ्गले बनाउँछ। यो चाहिँ भिडियो धेरै लाभदायक भिडियो छ। यो सबैलाई सेयर गर्नुहोस्, कमेन्ट गर्नुहोस्, कहाँ कहाँबाट हेर्दै हुन्छ यो भिडियो, होइन? हाम्रा पनि मोटरसाइकलहरू, हाम्रा पनि गाडीहरू, होइन, यस्तै भएका हुन्छन्। यो हेर्नु त, यो चाहिँ नि लगभग चाहिँ नि ग्यारेजमा लाने र यो चाहिँ मर्मत गर्ने हो भने तपाईँको धेरै पैसा खर्च हुन्छ। तर यो मान्छेले यति सामान्य ढङ्गले यो बनाइदियो कि हुबहु दुरुस्तै बनाइदियो। तपाईँहरू पनि यहाँ देख्न सक्नुहुन्छ। यो त्यसको त्यो सामान्य उपकरण हो। त्यहाँ चाहिँ कोइलाहरू छन्, उसले चाहिँ कोइला अब त्यहाँ राखेर बाल्छ। त्यो कोइलाले चाहिँ उ गर्नको लागि त्यो फुटेको भागलाई चाहिँ जोड्नका लागि त्यो कोइलाहरू सामान्य सामान्य छ। त्यो फेरि यो फिरेन्ते हो। यो यसको कुनै पसल पनि छैन, कुनै केही पनि छैन र सामान्य ढङ्गले फिरेन्ते नपत्याउने तरिकाले। तर हेर्दा 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 हेर्दै हेर्दा हेर्दै हेर्दा हेर्दै कत्रो काम गर्यो यसले। ल हेर्नुहोस्, तपाईँहरू त्यो ध्यान दिएर हेर्नुहोस्। ले भन्दै गर्दै भन्दै गर्दै गइरहेछ। सामान्य कुराहरू काटिरहेछ, सामान्य कुराहरूले यसलाई व्याख्या गरिरहेछ, यसलाई यसरी काटिरहेछ। र म चाहिँ एकदमै यो भिडियो हेरेर म चाहिँ एकदमै एक्साइटेड भएँ, किनभने यो भिडियो चाहिँ एकदमै लाभदायक देखेँ। ल हेर्नुहोस्, हेर्नु त त्यहाँ त्यहाँ त्यसले टाँसो त्यो टाँसिरहेछ। सानो त्योसँग हुन्छ त्यो टाँस्ने टाँसो। हेर्नु त त्यो कत्रो चिरिएको भाग थियो। त्यो चिरिएको भागमा ती साना साना ती प्लास्टिकका चिज त्यसरी टाँसिरहेछ। अहिले कोइला छ भनेर भनिनँ मैले। त्यो कोइला चाहिँ उसले बालेर त्यहाँ रड हालेको थियो, त्यो सेक्नका लागि त्यहाँ रड हालेको थियो। ल हेर्नु त कस्तो राम्रो बनायो, भएन त चमत्कार? हेर्नु त, भएन त चमत्कार? हामीले सोचेका थियौँ, हामीले कल्पना गरेका थियौँ यो फेरि यस्तो महँगो हुन्छ। यो हेर्दा पो यस्तो हुन्छ त, धेरै महँगो हुन्छ। यो तपाईँले यो ग्यारेजमा लानुभयो भने यसको एराउन्ड 10,000भन्दा पनि माथि आउँछ खर्च यो। ल हेर्नुहोस्, ल हेर्नुहोस्, ल हेर्नुहोस्, वाउ! ल हेर्नुहोस्, वाउ! ल हेर्नुहोस्, त्यो फुटेको भाग नदेखिने गरी टालो। वाउ! मान्नुपर्छ, 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 मान्नुपर्छ। हेर्दा हेर्दै 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 कति खुसी भयो होला त्यो गाडी धनी पनि। उसको गाडी छ के त्यति छोटो समयमा यसरी चाहिँ बन्यो कि ऊ त चकित भयो होला। ल हेर्नुहोस्, ल हेर्नुहोस्, ल हेर्नुहोस्,
टाल्दैछ 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 हेर्नु ल यो पुरा यो भिडियो स्किप नगरिकन होइन पुरा हेर्नुहोस् तपाईँहरू होइन मजा आउनेछ मलाई चाहिँ धेरै मजा आयो यो भिडियो आएर सुरुदेखि अन्त्यसम्म हेर्नु होला होइन धेरै लाभदायक भिडियो छ यो मैले पनि त्यसै हालेको नि यो भिडियो होइन यो चाहिँ नि हामी तमाम गाडी भएका मान्छे मोटरसाइकल भएका मान्छेलाई चाहिँ यो भिडियो चाहिँ एकदमै लाभदायक छ होइन भिडियो धेरै लाभदायक छ र यो भिडियोमा त्यसको सबै डिटेल छ यो मान्छेको सबै डिटेल छ त्यहाँ होइन तपाईँहरूले पनि त्यो भिडियो त्यहाँ लिङ्कमा गएर तपाईँले त्यहाँ जान सक्नुहुन्छ वाउ भएन त हो ल हेर्नुहोस्